हेलो एन्ड नमस्ते। आजको भिडियो कस्तो छ मलाई थाहा भएन र आज मैले के भन्न चाहन्छु भने यहाँ हेर्न सक्नुहुन्छ हैन, यो पोखरी जस्तो पुरै खनिर राखेको तपाईँ हेर्न सक्नुहुन्छ हैन। तर यो खासमा यति गहिरो किन छ भन्दाखेरि मलाई थाहा छ के मलाई थाहा नभए पनि मलाई के लाग्छ भन्दाखेरि यहाँ यो फतेहपुरको जुन ट्री हाउस छ नि, त्यहाँ यो साइडमा जुन पोखरी जस्तै यहाँ खनिरहेको छ, त्यसमा भने बोट पक्कै पनि ल्याउने वाला छ जस्तो छ। किनभने यति खाल्टो बाबु पोखरीमा हुँदैन हैन, त्यहाँ किनभने धेरै पानी चाहिन्छ बोटमा हैन, त्यसैले अब यहाँ हुन पनि सक्ला जस्तो छ, त्यस्तै लाइक गेस मैले गरे त्यही हो हैन। यहाँ सायद बोट पनि आउन सक्छ हालीमा, अहिले त आउँदैन होला सायद, अहिले पछि भए पनि आउँछ लाइक मलाई त्यस्तै लागिरहेछ। किनभने यहाँ पनि अघि मैले त्यहाँ बाटोमा हेरेँ भौडी जस्तै यहाँ पानी आइरहेको थियो। सायद यहाँ पानी पनि यहाँ कमी हुनेवाला छैन, त्यसैले यहाँ सायद हुन सक्छ बोट पनि ल्याउँछ नाउ होइन, ढुङ्गा जसलाई भन्छ त्यो पनि ल्याउन यहाँ सक्छ। र यहाँ ल्याइसकेपछि त अब मान्छे अब त्यो टाइममा निकै नै भिड हुन्छ होइन, मजावाला आउँछ। एक त उता लाइक उता हेर्न सक्नुहुन्छ, उता ट्री हाउस भइगयो, यता भने अब टक्क लाएर बोटिङ पनि गर्न सकिन्छ, मस्त आनन्द पनि लिन सकिन्छ। आफै यहाँ त फतेहपुरमा लाइक सजिलो पनि हुन्छ होइन आफूलाई। अरूलाई त अलिअलि टाढाबाट आउनुहुन्छ भने अलिक त हुनुपर्छ होइन, तर घुम्ने ठाउँमा अलिक टाढाबाट नै आउँदा मजा के। किनभने यहाँ नजिकको मान्छे अब एक दुई दिन यसो हो त्यतिमै बोर हुन्छ होइन। सो केटाहरू उता छ होइन, उताबाट हामीलाई बोलाइरहेको छ, सो उतै जाउँ। आजको ब्लग यति नै हुन्छ, किनभने म धेरै बोल्न चाहदिनँ यो विषयमा, किनभने मलाई आफै नै थाहा छैन म के बोलिरहेको छु भनेर। ओके, सो यति नै हो, धन्यवाद है। ल बाबु सन्चै लाइक ल ठिक छ। लाइक यो ट्री हाउस हो होइन, लाइक घुम्ने ठाउँ हो होइन, ट्री हाउस भन्दा लाइक घुम्ने ठाउँ भयो यो फतेहपुरको। लाइक यहाँ आउँछ, यहाँ साइडमा लाइक हेडवानको अझै यतापट्टि आउँछ ट्री हाउस, र यहाँ भने पिकनिक पनि गर्छ, यहाँ घुम्न पनि आउँछ, धेरैजना आउँछ होइन। तर पिकनिक गरेर चाहिँ के गर्छ यहाँ हेर्नु है, यति कचरा गरेर जान्छ, यतिको कचरा गरेर जान्छ नि, यो चाहिँ सफा गर्ने को यहाँको अब विकास समिति होला। अब यहाँ त्यो के हुन्छ यहाँ फतेहपुरको अब जे पनि हुन्छ होइन, यहाँ समिति अब जे पनि हुन्छ, यहाँ सबै यो समिति अब आउँछ सफा गर्छ, त्यही हो। यताको अब नानी केही गर्दैन वाला छैन।